आयो आए तपाईँलाई नै पर्खेर बसिरहेको थिएँ मैले सोनु त कहाँ अहिले आउँछ त नि सगुनलाई नभेटेको थुप्रै भएर उहाँले मैले चाहिँ आजको भ्लग यहाँबाट सुरु गर्न चाहेँ किनकि बिहानदेखि कति गर्ने भनेर बुवा बिहानको रुटिन सेम नै हो अनि म चाहिँ बुढी बजे भएर बस्यो खाजा खान तल कुरेर बसेर मिस त अघि नै निस्केको नि 11:30 बजे हो निस्केको अनि उसलाई कुरेर बस्दा बस्दा म बुढी भइसकेको छु गाई छ भनेपछि आफू काङ्ग्रेस भएर हरियोवाला कुरकुरे खाएको म उठाएर आउनै पर्छ क्या अरे मेरो अफिसमा तिमी आएको अरे नि लाइन गयो यस्तो पनौती त छ अनि ल ह्याप्पी चुनाव डे मनाएर आऊ है राम्रोसँग म त अब अफिस आउँछु भोलि बिहान कति बोल्दो रहेछ केटी हामी चाहिँ यसो छुट्टी भएर यतातिर यसो हेर्न आएको कि नानुकाको हिजो भेटिनँ आज अब त्यसैको स्पोर्टमा आएर खान्छु ल म चिनाइदिन्छु नानुका भनेको को हो त बनाउँदै हाल्छ ल हो घरि वाइ वाइ भ्याइन्छ घरि के अरे गेडागुडी भ्याइन्छ यहाँ चटपट बनाएको भिडियो हाल्छु भनेको त्यहाँको सबै भ्याइएको बेला परेछ कि यस्तो बिमारी मान्छेहरू त चटपट खाने होइन कि उम्लेको आलु र भुजा खाने हो होइन त नि चटपट खासै अलिअलि त पिरो खान पर्छ अमिलो पिरो टक्कहरू गएको च्याप्टा हुन्छ यो झोला कपडाको हो यसको 500 रुपियाँ यो प्योर लेदरको हो 2000 रुपियाँ झोला बेच्न हिँडेको आफू हाम्रो सोनुलाई चाहिँ पब्जीको चियर पार्क जस्तो लाग्छ चियर पार्क त्यस्तै यो चियर पार्क जस्तो कि हामी जहिले त्यस्तै यो चियर पार्कमा त्यो अननहरूसँग मस्केर बोल्ने केटीहरू यस्तै यस्तै खुरुक्क आफूले ढोका खोलेको भिडियो बनाइदिने अरे के लाउनु भनेर सुत्ता सिजर पेपर रक जानु सानो ल ले गर्न सिजर पेपर रक ए सिजर पेपर रक ए रुकले खादियो पेपर रक ल मेरो पालो कोही बात मेरो पालो यो गाडी कसले ल्याइदिएको रे कुन फुपू बाबु मैले देखा यता ल्याइदिएको यता च्यानल हो न लाइक शेयर सब्सक्राइब गरिदिनु होला भन माया गर्छु सबैलाई माया भन्थ्यो पड्के चावस देखेको है सेम देखेको है अच्छा कहाँ से परेछ त खान लाग्यो उमाले गरेर चिसो पानी दिन्न भनेर आफै भरेर खाँदा यहाँ माथि चढेर चिसो पानी खानुहुन्न के मेरो आलु पनि पाक्यो थाहा छ चिल्लो बढी भयो तर के भन्नु यस्तै मिठो हुन्छ यसरी त्यसभरि पाउन पाउन भनिन्छ त गाईहरू यही हो जोनी सा आजको भ्लगमा जान्छ जोनी हेर न फेरि ओहो तपाईँहरूलाई छोरीको बिहामा र छोराको बिहामा भाडा धुने चाहियो भने सम्पर्क मलाई गर्नु होला आजको लागि यति नै गाइज भाइ